धेरैभन्दा धेरै राइड पूरा गरी 1% सम्म कमिसन तिर्नुहोस्। काठमाडौँ उपत्यकाका राइडर र क्याप्टेनहरूको दैनिक राइडका आधारमा कमिसन क्रमशः घट्दै जानेछ र अधिकतम राइड पूरा गर्दा कमिसन घटेर 1% सम्म हुनेछ। पठाउ राइडरहरूको दैनिक कमिसन दर निम्न रूपमा घट्दै जानेछ। पहिलो राइडदेखि 5औं राइडसम्म कमिसन 20% हुनेछ। 6औं देखि 9 राइडसम्म कमिसन 15% हुनेछ। 10 देखि 14 राइडसम्म कमिसन 10% हुनेछ। 15 देखि 19 राइडसम्म कमिसन 5% हुनेछ भने 20 अथवा 20 राइड भन्दा माथि कमिसन मात्र 1% हुनेछ। यसै गरी कार लाइटका क्याप्टेनहरूका लागि भने पहिलो देखि तेस्रो राइडसम्म कमिसन 15% हुनेछ। चौथो देखि 6औं राइडमा कमिसन 10% हुनेछ। 7औं देखि 9 राइडमा कमिसन 5% हुनेछ भने 10 वा 10 राइड भन्दा माथि कमिसन घटी 1% मात्र हुनेछ। यसै गरी कार प्लसका क्याप्टेनहरूका लागि भने पहिलो देखि तेस्रो राइडसम्म कमिसन 20% हुनेछ। चौथो देखि 6औं राइडमा कमिसन 15% हुनेछ। 7औं देखि 9 राइडमा कमिसन 10% हुनेछ। 10 देखि 12 राइडमा कमिसन 5% हुनेछ भने 13 वा 13 राइड भन्दा माथि कमिसन घटी 1% मात्र हुनेछ। कमिसन घटेको जानकारी तपाईले नोटिफिकेसन मार्फत पाउनुहुनेछ भने हरेक दिन 20% कमिसन पुनर्स्थापित हुनेछ। अब हरेक राइडमा कम कमिसन धेरै कमाइ गर्नुहोस्। धन्यवाद।